साथीहरू नेपाल जाँदैछौँ। अनि हाम्रो धराने दाइ र अर्जुन दाइ चाहिँ आउँदै हुन्छ ड्युटीबाट हामी वेटिङ गरेर बसिरहेको छौँ साथीहरू। हाम्रो दाइहरूसँग चाहिँ फोटो सेसन हुँदैछ है। फेरि राम्रो राम्रो सिस्टरहरूको चाहिँ उहाँ पर्नु भएको छ हबिबी चाहिँ। हबिबीलाई चाहिँ एकदम राम्रो छ क्या। फेरि अब आज एकदम टाइम पास हुने भएको छ। यति राम्रो राम्रो सिस्टरहरूले चाहिँ यति राम्रो राम्रो गफ कुरा गर्दै लाने हुनुहुन्छ नि हाम्रो हबिबीलाई। हबिबीलाई चाहिँ एकदम टाइम पास चाहिँ यस्तो बवाल हुने भएको छ नि यो गफ सिस्टरहरूसँग गफ गर्दै जानको लागि। नेपालको भ्लग आउँछ पुरै आजबाट चाहिँ अब भ्लग चाहिँ रफ्तार दिनमा एउटा नेपालको ल साथीहरू आज चाहिँ फाइनली 1 विक पछाडि मेरो भ्लग आइरहेको छ। आज चाहिँ भ्लग पनि सरप्राइज खालको भ्लग आएको छ साथीहरू। आज चाहिँ फाइनली नेपाल जाँदैछु भने चाहिँ 7 पेटिएमको फ्लाइट छ मेरो, पर्छ टाइगर अबिन ब्रोको। आज चाहिँ साथीहरू सरप्राइज भ्लग आइरहेको छ। आज चाहिँ हामी नेपाल जाँदैछौँ। नेपाल जाँदा रेडी भएर बसिरहेको छौँ हामी। हाम्रो गाडी अलरेडी आइसकेको छ है। म यहाँ छु। म चाहिँ आज पर्छ टाइगर अबिन ब्रो साथीहरू नेपाल जाँदैछौँ। अनि हाम्रो धराने दाइ र अर्जुन दाइ चाहिँ आउँदै हुन्छ ड्युटीबाट हामी वेटिङ गरेर बसिरहेको छौँ साथीहरू। हाम्रो दाइहरूसँग चाहिँ फोटो सेसन हुँदैछ है। हामी चाहिँ फोटो सेसनको लागि पर्खिरहेको छौँ साथीहरू एकछिन यहाँनिर। दाइहरूको फोटो सेसन यहाँ गइरहेको छ। हाम्रो है धरान दाइ आइसक्नु भयो है। धरान दाइ अर्जुन दाइ आजको यो भ्लगमा लास्ट हो अब हाम्रो भ्लगमा भिडियोमा आउने। हाम्रो अर्जुन दाइ यहाँनिर हुनुहुन्छ। हाम्रो अर्जुन दाइले म धेरै भिडियो पनि बनाइरहेको थिएँ अरू बेला चाहिँ। आज चाहिँ हाम्रो लास्ट भिडियो हुन्छ साथीहरू। फेरि अलिक पछाडि फेरि भिडियो बन्छ अलिक समयको लागि चाहिँ लास्ट हो। ल दाइले चाहिँ अब हामी गइसक्छौँ भनेर चाहिँ अब एकदम ओरिसिमलाई कुदाएर 2-4 क्यामेरा हाल्नुको लागि एकसिट कुदाएर आएको चाहिँ है। हाम्रो धरान दाइ आइसक्नु चाहिँ है। धरान दाइको लागि चाहिँ धरान दाइ र प्रेम दाइको लागि चाहिँ हामी वेटिङ गरेर बसिरहेको थियौँ। यो अर्जुन दाइको लागि पनि ल अर्जुन दाइ लाग्यो अब हामी फाइनली हामी चाहिँ अब चाहिँ एयरपोर्टभित्र इन्ट्री गरिसकेको छौँ। चेकिङ भएर पुरै पास गरेर पनि हामी हेर्दैछौँ साथीहरू। लगाएको एउटा हेर्दैछौँ यहाँ चाहिँ बिच अनि हाम्रो अरबिन प्रो यता हुनुहुन्छ। हाम्रो कलेज त यहाँनिर हुन्छ साथीहरू। हामीले चाहिँ ड्युटी फ्रीबाट चाहिँ रेड लेभल पनि अब नेपाल जाँदा लगिदिनु पऱ्यो 3वटा। यो त नेपालमा त कस्तो कम्ती महँगो छ त होइन भन्नु त। एउटैले 8,000 पर्दो रहेछ। यहाँ चाहिँ समथिङ नेपालको 10,000सम्म 3टामा आउँदो रहेछ। त्यही भएर नेपाल जाँदै लगौँ भन्नु पऱ्यो। अब यो लगिदिउँ न त भनेर यो पनि लिएको छौँ साथीहरू। हबिबलाई यहाँ रेड लेभल त्यहाँ देखाउँदै हुन्छ साथै हेर्नु त कस्तो छ यो चाहिँ। धेरै लामो वेटिङ छ हाम्रो। 3 घन्टा वेटिङ गर्नुपर्ने छ। वेटिङ गरेर बसिन्छ साथीहरू। ल हाम्रो एउटा दाइ हुन्छ। दाइले धेरै दुःखमा गर्दै हुन्छ एयरपोर्टमा यो वेटिङहरू राम्रो भएन भन्दै हुन्छ। आज के भन्दै वेटिङहरू के भयो अरे हाम्रो शारजा एयरपोर्टको भन्दै फेरि 3 घन्टा बोलाएर अहिले यहाँ वेटिङ बस्यो 1 घन्टा पहिले नै हामी के अरे 1 घन्टाको फ्लाइटमा छ। हुनुभन्दा पहिले आयो बस्दै घुम्नु रहेछ हेर्नुहोस् न दुःख पाइरहेको। यो वेटिङ शारजाको एयरपोर्टमा चाहिँ वेटिङ हलमा बस्ने व्यवस्था पनि राम्रो रहेन रहेछ होइन। यहाँ मान्छे टेन्सन भइसक्यो। हामी साथीहरू वेटिङमा बसेछौँ। यहाँ चाहिँ वेटिङ हलमा चाहिँ सानो खाँदैछ बसेर राम्रो रहेछ। कुन चाहिँ कान्छीहरूको बिचमा एउटा ठाउँ हुँदो रहेछ। केटीको बिचमा गएर बसेको बानी हाम्रो यही चाहिँ नराम्रो बानी छ क्या फेरि होइन। यही चाहिँ गाह्रो छ नि फेरि हाम्रो बानी। यही बानी नराम्रो त्यही बानी नराम्रो छ क्या। त्यही भएर दुःख पाइन्छ क्या अहिले चाहिँ यहीँ 3जना आएको होइन रहेछ अहिले। चढ त धेरै मुस्किल छ। यहाँसम्म चाहिँ छिरिसक्यो होइन। गाह्रो छ। दाइ पनि यहाँ भाइ दुःख पाइयो छिटो छिटो आएर फ्लाइट साइडमा ढिलो गर्नु हुँदा छिटै जानु राम्रो हो भनेर दाइहरूले बिदाइ गरेर पठाउनु भयो। अब भन्दा भने छिटो छिटो आएको वेट ठिकै छ। एयरपोर्ट घुम्न पाइएको छ मान्छे हेर्न पाइएको छ। थरीका साथीहरू यहाँ 80 वर्षका बुढा बाबुहरू पनि देखिँदैछ। मर्ने बेलामा पनि आएर पैसा कमाइरहेका छन्। यही देखेर चाहिँ अहिले काम गर्ने व्यवसायहरू चल्दैछ क्या होइन। अभि तपाईँ के भन्नु छ नि अब 2-4 शब्द जाओस् न त साथी। काम गरेको छैन त्यो
यो चाहिँ यो 7 एयरपोर्टमा चाहिँ यस्तो रहेछ यो हालत चेयर अन्नु नि चेयर हो यहाँको चेयरै वेटिङ हलको चेयरै यस्तो रहेछ यो दुबईको 7 एयरपोर्ट ल गाइस नेपाल गए पछाडि त फेरि हाम्रो बोली कहाँ यस्तो हुन्छ नेपाली बोली हुन्छ त नेपाल भनेको आफ्नो ठाउँ आफ्नो जनभूमि नेपालको त बाघ हामी हेर्दा फेरि त्यहाँ त फेरि बोली अहिले यस्तो छ भने यस्तो आउँछ क्या साथीहरू फेरि अहिले मात्र यस्तो हो यहाँ मात्र फेरि होइन ल साथीहरू भिडियो हेर्दै गर्नु होला भिडियो आउँछ हाम्रो आज चाहिँ अब धेरै 1 विक पछाडि नै मेरो भ्लग बन्दैछ यो भ्लग चाहिँ आज चाहिँ फेरि नेपाल यो सरप्राइज हो हजुरहरूलाई फेरि भाइ कहाँको भाइको भिडियो आएको छैन भन्ने हुन्थ्यो भाइ चाहिँ डाइरेक्ट अब नेपाल गएर हजुरहरूलाई चाहिँ अब यो चकमा दिने खालको भ्लग हो हाम्रो चाहिँ यो गाइज ल साथीहरू हामी चाहिँ एकदम वेटिङ हलमा बस्दा बस्दा एकदम बोरिङ भइसकेका छौँ क्या बोरिङ हुँदा हुँदै अनि हाम्रो छेउमा चाहिँ यहाँ दुईवटा काली सिस्टरहरू आएर बसिरहेका छन् अनि यस्तो राम्रो राम्रो कुरा गरिराख्नु भएको थियो नि यो कुरा सुनेर पनि एकदम राम्रो भइरहेको थियो हामीलाई चाहिँ तर एकछिनमा हामीले भिडियो बनाएको थाहा पाए पछाडि चाहिँ निस्केर भागिसके त्यहाँबाट हामी अहिले आएर फेरि फ्लाइटमा आइसक्यौँ फ्लाइटभित्र हामी चाहिँ चढिरहेछौँ हजुरलाई म देखाउँदैछु अनि फ्लाइटभित्र पनि हामी यसरी बसिरहेका छौँ हाम्रो मेरो छेउमा चाहिँ पर्सा दाइ हुनुहुन्छ पर्सा दाइ मेरो छेउमा हुनुहुन्छ अनि म यहाँनिर छु अनि हाम्रो हबिबी चाहिँ पल्लो साइडमा हुनुहुन्छ क्या हाम्रो हबिबी छेउमा हेर्नु फेरि राम्रो राम्रो सिस्टरहरूको छेउमा पर्नु भएको छ हबिबी चाहिँ हबिबीलाई चाहिँ एकदम राम्रो छ क्या फेरि अब आज एकदम टाइम पास हुने भएको छ यति राम्रो राम्रो सिस्टरहरूले चाहिँ यति राम्रो राम्रो गफ कुरा गर्दै लाने हुनुहुन्छ नि हाम्रो हबिबीलाई चाहिँ एकदम टाइम पास चाहिँ यस्तो बवाल हुने भएको छ नि यो गफ सिस्टरहरूसँग गफ गर्दै जानको लागि एकदम प्लेनमा कति छिटो 4 घन्टा बित्यो भने यस्तो हुन्छ क्या हाम्रो हबिबीलाई चाहिँ अझ यस्तो राम्रो अब सिस्टरहरूले गफ गर्दै पछाडि ल साथीहरू हामीहरू चाहिँ जाँदा हेर्न सक्नुहुन्छ अब चाहिँ हामी चाहिँ फाइनल्ली समुद्र कटेर नेपाल पुगिसक्यौँ भन्ने मैले अलरेडी देखिसकेको छु हेर्न सक्नुहुन्छ अनि वरिपरिबाट हाम्रो हिमाल देखिरहेको छ क्या हेर्न सक्नुहुन्छ फेरि हिमाल देखाउँदैछु म फेरि भित्र पनि देखाउँदैछु फेरि भित्र पनि देखाउँदैछु अब को हुनुहुन्छ के गर्नुहुन्छ हाम्रो दाइलाई देखाइसकेँ म दाइ बसिराख्नु भएको दाइ पनि बाहिरको भ्यू हेर्दै हुन्छ फेरि मैले बाहिरको भ्यू देखाउँदैछु हेर्नु यहाँ बराबर हिमाल देखिरहेछ अब हिमाल देखेको पछाडि चाहिँ फाइनल्ली अब आफ्नो देश आइयो आफ्नो जन्मभूमिको छेउछाउमा आइपुग्न आँट्यो भनेर मनमा भित्रबाट यस्तो खुसी लागिरहेको छ नि साथीहरू हेर्सँग चाहिँ हाम्रो हिमालको दृश्य चाहिँ यति राम्रो यति के भन्नु म अब यसको बयान गर्न सक्दैन छैन यति राम्रो देखिरहेको छु नि मैले माथिबाट पनि यस्तो राम्रो देख्दैछु देख्दा हेर्न सक्नुहुन्छ फेरि म चाहिँ अब चाहिँ काठमाडौँमा आइपुगेको छ काठमाडौँमा आएर चाहिँ हाम्रो काठमाडौँको बिल्डिङहरू चाहिँ यसरी देखिरहेछ नि माथिबाट चाहिँ काठमाडौँ बिल्डिङ चाहिँ साथीहरू मैले चाहिँ झन्डै 3 वर्ष पछाडि चाहिँ यो देख्दैछु क्या यो 3 वर्ष पछाडि चाहिँ काठमाडौँ ल्यान्ड हुन आँटेको छ है यतिखेर मनमा खुसी र हर्ष तर्केका साथीहरू आफ्नो जन्मभूमि आइँदैछ हाम्रो दाइहरू यति नै एक्साइटेड हुनुहुन्छ यता बसेर दाइहरू पनि हेरिराख्नु भएको छ पल्लोपट्टि उता हबिबीले पनि उता पल्लोपट्टिबाट हेरिराख्नु भएको छ म यतापट्टिबाट हजुरलाई भिडियोमा देखाइदिँदैछु हामीले साथीहरू फाइनली ल्यान्डिङ गर्न आँटेका छौँ साथीहरू फाइनली लगेज आउनु त धेरै टाइम लाग्यो कि हामी आएको चाहिँ 1 घन्टा भइसक्यो 1 घन्टा पछाडि लगेज आयो लगेज दिँदा चाहिँ अब हामी बाहिर निस्केछौँ हबिबी यहाँनिर यता यो त फेरि कस्तो अब यहाँ त उहाँले दुबईमा यो ट्रली लुलु हाइपर मार्केट त्यस्तै बाङ्गिँदो रहेछ क्या यो फेरि पुरै फुटबल अब बसी कुद्दैछ लगेज बल्लको लागि पनि साथीहरू लगेज चाहिँ 3 घन्टा बिताइदियो हाम्रो यहीँनिर यहाँ लगेज जाँदैछ अगाडि मान्छे यहाँ जाँदैछु ल साथीहरू फाइनली नेपाल आइसक्यो अब चाहिँ आज चाहिँ 3 वर्ष पछाडि आज नेपाल टेक्दैछ ल हाम्रो कतै युट्युबमा आयो भने म रमाकान्त ढकाल होइन फेसबुक होइन ट्विटर अनि लिङ्कडिन अनि मेरो टिकटक सबमा फलोअप गर्नु होला हाम्रो एकदमै नेपाललाई माया गर्नु होला धन्यवाद ल गाइस हाम्रो दाइले आफ्नो मनमा लागेको कुरा सही भनिसक्नु नेपाल टेके पछाडि मान्छेको हर्ष बोली खुसी नै यस्तो मजाको छ क्या साथीहरू यो भनेको होइन माटोको सुगन्ध नै थाहा हुन्छ यो छुट्टै हुन्छ कि अहिले यहाँ बिचारले जोससँग बोलिने अर्को होइन भनौँ न हो एकदमै कहाँ अहिले त निङ्ग्याउनु थियो नि होइन निन्द्र मात्रै लाग्ने निङ्ग्याउनु होइन मिठो भइरहेछ अहिले दुबईको एयरपोर्टमा हामीले धेरै सिधै हेर्दा चाहिँ एकदम डर लाग्ने अत्याधिक भइरहेको डर ठाउँमा होइन अब आफ्नो जन्मभूमिमा चाहिँ यहाँ पछाडि त यहाँको त अब बोलीले एकदम भनौँ न चर्को बोली आउँदो रहेछ साथीहरू किनकि आफ्नो ठाउँ त यो अब यहाँ मेट्रो लिएर आउनुपर्छ साथीहरू केपी बाला भनेर हजुरको सब ठिकठाक ल गाइस हल्का यहाँ आएर चाहिँ बाहिर पर्खिराख्नु हुँदो रहेछ 1 घन्टादेखि पर्खिँदा लगेज आउन ढिलो भएर
धेरै हाम्रो कुरोहरू साथीहरू बल्ल बल्ल आइपुग्यो अब चाहिँ आफ्नो जन्मभूमि टेक्यो गाई अब अर्कै खुसी भइरहेछ अब जन्मभूमि टेक्यो नि त अब ल साथीहरू अब आजदेखि चाहिँ नेपालको भ्लग आउँछ पुरै आजबाट चाहिँ अब भ्लग चाहिँ रफ्तार दिनमा एउटा नेपालको सब ट्याङ्का